अब क्षमता थियो बुझ्नु सक्ने। त्यसले गर्दा त्यहाँनिर अन्तखेरि यो अहिले हामीले जुन चाहिँ यो त्यो अघि बुद्धले बताउनु भएको त्यो 1 लाख श्लोक भएको प्रगल्भितको सारांशमा चाहिँ पछि उनीहरू सारीपुत्र र आर्य अवलोकदेशहरू उहाँहरूले चाहिँ होमवर्क गरेको जस्ता है बिहान अब अस्ति टिचिङहरू दिएर त्यो छलफल गरेको त्यो शून्यता र त्यसमा शून्यता र पारमिताहरूको उनीहरू च्यारिसी र उनीहरूको डाइलग गर्दाखेरि चाहिँ त्यहाँबाट जुन चाहिँ निक्लेको पुस्तक छ त्यो अहिले हामीले अब प्रज्ञापारमिता हृदय सूत्र भनेर चाहिँ अहिले हाम्रा महायान बौद्धहरूको सर्वश्रेष्ठ प्रज्ञापारमिताको निचोड सूत्र चाहिँ त्यो हो जुन चाहिँ यसलाई हामी के भन्छ विजडम सूत्र पनि भन्छ नि। त्यसले गर्दा त्यो चाहिँ अन्तखेरि सारीपुत्र र आर्य अवलोकदेशहरू उहाँहरूको छलफल भएको कुरालाई चाहिँ अन्त पछि चाहिँ भगवान बुद्धले चाहिँ यो बुद्ध चाहिँ एक साइडमा ध्यान गरेर बसेको हुन्छ। जब उनीहरूको डाइलग सकिन्छ त्यति बेला चाहिँ बुद्धले एकदम अब तिमीले जे अहिलेसम्म छलफल गर्यो शून्यतामाथि अति राम्रो मेरोबाट अभिनन्दन छ, मेरोबाट तिमीहरूलाई एउटा प्रशंसा छ भनेर चाहिँ बुद्धले चाहिँ त्यहाँ उसमा अब उयो गरेको जस्तो सिल लगाएको जस्तो यो चिजलाई चाहिँ एकदम अभिनन्दन गरेन। त्यसले गर्दाखेरि हाम्रो बौद्ध धर्ममा चाहिँ अब हामी अहिले अब यो प्रज्ञापारमिता सम्बन्धी भूमबल अब यसको निचोड अहिले भुङ्गे भनौँ न अब त्यसको पनि धेरै श्रेणीहरू हुन्छन् है। तर अब हामी एउटा व्यक्तिगत तौरमा यस्तै ठुलो उच्च कोटिको शिक्षालाई यदि हामी अभ्यास कसरी गर्ने यसलाई पाठ पठन पनि गर्ने भन्दाखेरि चाहिँ अघि जुन चाहिँ च्यारेसी र मञ्जुश्रीको च्यारेसी र सारीपुत्रको जुन चाहिँ डाइलग छ त्योलाई चाहिँ अब पाठलाई चाहिँ अन्तखेरि अब 2-3 पेजको चाहिँ यता अब हिसाब छ भने तिब्बतीदेखि लिएर संस्कृतदेखि लिएर नेपालीदेखि लिएर इङ्ग्लिसदेखि लिएर सम्पूर्ण त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ दैनिक रूपमा चाहिँ डेली एकखेप त्यो पाठ गर्न सक्यो भने धेरै राम्रो हुन्छ। अब गुम्बा लामाहरूलाई त यो अनिवार्य नै हो, म डेली नै यो पाठ गर्छु। यसमा के ठुलो अब पुण्य छ, अब यसको अब पुण्य कुनै एकी भनेर त्यसलाई कुनै नाम जोगले यसलाई गर्नु सक्दैन भन्नुभएको छ है। त्यसले गर्दा यो प्रज्ञापारमिताको जुन चाहिँ छ अब यसलाई बुझ्नु चाहिँ धेरै गाह्रो भए तापनि तर केही हदसम्म चाहिँ अब यसलाई अलि बुझ्नु सकिन्छ यो शून्यताको बारेमा। तर अब त्यही नभनेर यो चाहिँ बुद्धकै वचन हो, ऋषिकै वचन हो भनेर चाहिँ डेली बिहान एकखेप चाहिँ पाठ पठन गर्न सक्यो भने आफ्नो विघ्न बाधाहरूदेखि लिएर धेरै नै यो हुन्छ। पहिला भारततिर हो भने यी पाठहरू गर्दाखेरि बेलुका यसरी भान्थेहरू लामाहरूले चोरी यसरी त्यसले पनि पाठ गर्दै हिँड्दाखेरि के छेउछाउमा रहेका यो नराम्रो तत्त्वहरू है स्पिरिटहरूले कहिले पनि डिस्टर्ब गर्दैन पर्नुहुन्थ्यो। त्यो किनभने त्यो शब्दमा यति ठुलो भारी वेद छ कि त्यसमा अरूले यो भूत आत्माहरूले पनि त्यो शब्द सुन्ने बित्तिकै उनीहरू के हुन्छ डराउँछ। त्यसले गर्दा अब अहिले त हामीले अब यो नेतृत्वमा नेपालीमा अङ्ग्रेजीमा जेमा पनि छन् अब आफ्नो अनुकूल हामीले पढ्न सकिन्छ। त्यसले गर्दाखेरि चाहिँ यो बुद्धले चाहिँ दोस्रो धर्मचक्र परिवर्तन चाहिँ त्यहाँनिर सुनाउनु भएपछि चाहिँ अन्तिममा धर्मचक्र चाहिँ अब यसमा चाहिँ अब 2 थरीको व्याख्या छ। एउटा चाहिँ हो वैशालीमा उहाँले बचाउनु भएको हो हो अन्त वैशालीमा चाहिँ त्यहाँनिर चाहिँ अब यो नेदेन इम्पोकोर भनेर भनिन्छ। यो एकदम कतिले चाहिँ भनिन्छ हिनयाना अनि महायाना दुईजैको कम्बाइनले बताउनु भएको हो भनेको छ है। तर अब कतिले चाहिँ होइन त्यहाँबाट होइन, यो चाहिँ उता के अरे अहिले भारतका त्यहाँनिर जुन चाहिँ कालाचक्र भएको जग्गा छ त्यहाँनिर चाहिँ साउथमा हो त्यहाँनिर बताउनु भएको भनेको खाले मत छन्। तर अब यता चाहिँ यता वैशालीमा भएको चाहिँ अब बुद्धले चाहिँ यो के माथि बताएको भन्दाखेरि चाहिँ यो हाम्रा तथाकथा गर्व भनेर भन्छौँ। यो चाहिँ अब वर्जनयानको सम्बन्धित भएको कुरा हो। अघि पहिलो आयो 4 अध्याय अब थेरावादालाई मुख्यता राख्यो
है। अन्त पछि यो राजगिरीमा चाहिँ महायानाकोलाई मुख्यता राख्यो भने अहिले वैशाखीमा जुन चाहिँ यो निधिनी भएको छ यो चाहिँ तथाकथा गर्भको सम्बन्धी चाहिँ यसमा चाहिँ विशेष गरेर वज्रयानामा हाम्रो पर्वासको कुरो लुमिनिसिटीको कुरो चाहिँ अब ध्यान जो चाहिँ अब हामी ध्यान गरेर यो बुद्धत्व प्राप्त हुने जुन चाहिँ यसको कडीहरू छ त्यो चाहिँ त्यहाँनिर बताएको छ। त्यसले गर्दाखेरि यो अहिले यसमा चाहिँ अब हाम्रो झटेर रुचेले उहाँले र उहाँले त होइन उहाँको गुरु कङ्क्रो रुचेहरूले पहिला चाहिँ यो कन्जुरबाट यसले 7वटा पुस्तक चाहिँ अलग्गै छुट्याएर यो तथाकथा गर्भको विषय लिएर अन्तिम धर्मचक्रको कुरोहरू चाहिँ अलग्गै छुट्याएर चाहिँ त्यहाँनिर 7वटा पुस्तकहरू निकालेको छ। 8वटा पुस्तक चाहिँ त्यहाँबाट निकालेर चाहिँ कथा गर्नु पछि चाहिँ अब हालमा चाहिँ झटेर रुचेले चाहिँ यसमा एकदम जोड दिएर अन्त उहाँले यसरी लेख्नु लगाएर त्यो पुस्तकहरू चाहिँ अहिले गुम्बामा धेरै मात्रामा छ। अब हामीले पढ्दैछौँ। अन्त यसमा चाहिँ विशेष गरेर अघि मैले भने अन्तिम धर्म तथाकथा गर्भमा यसमा चाहिँ एउटा चाहिँ छ तपाईँको अङ्गुलीमालालाई बुद्धले बताउनु दिएको टिचिङ। यति एउटा पुस्तक ठुलो पुस्तक चाहिँ धमाम जत्र चाहिँ डल्लै अङ्गुलीमालामा बताएको बुद्धले उद्देश त्यो खालको यता हामीले श्रीलङ्का थालीतिर भेट्दैन। त्यसमा चाहिँ अङ्गुलीमालाले उहाँले चाहिँ यो अर्हत पद कसरी हुन्छ भन्ने कुरोहरू र त्यो कुरोहरू चाहिँ त्यहाँनिर बताएको छ। हो त्यस्तै यसमा त्यो कुरोहरू धेरै राम्रोसँग विश्लेषण गरेको छ। त्यो चाहिँ अब हो तपाईँको अन्तिम धर्म चाहिँ उहाँले वैशालीमा सुनाउनु भएको हो। अब त्यही वैशालीमा अब अहिले अब हामी हो भने बुद्धको इतिहास सम्बन्धित हेऱ्यो भने पहिलो भिक्षुनीको स्थापना पनि वैशालीमा भएको हो र त्यसमा अब पहिलो हुने चाहिँ उहाँकै अब आमा सानी आमा कि हाम्रा प्रजापति गौतमी उहाँ लगायत पछि यशोधारा त्यस्तै भिक्षुनीको स्थापना चाहिँ त्यहाँबाट सुरु भएको हो। त्यसको त्यसरी नै अन्तखेरि अब यो 4वटा सत्य चाहिँ महान धर्मचक्र चाहिँ उहाँले बुद्धले त्यसरी बताएपछि चाहिँ अन्त अन्य जग्गामा उहाँले धर्म सुनाउँदै अन्तिममा उहाँ कुशीनगरमा है जहाँ चाहिँ उहाँ अब 80 वर्षको उमेरमा महापरिनिर्वाण हुनुभएको हो। अन्तखेरि यसमा चाहिँ अब हामीले भन्छ कि भनेर भनिन्छ। बुद्धले उहाँको जन्म लिँदाखेरि तपाईँले याद गर्नुभएको छ। अहिले एउटा मूर्ति बनाएको छ नि लिटल बुद्ध भनेर यसरी एउटा औँला चाहिँ माथि आकाशमा यसरी देखाउनु भएको, अर्को हात चाहिँ यसरी भुइँलाई यसरी देखाउँदै गरेको। त्यसमा चाहिँ के बताउँदैछ भने चाहिँ यो औँलाले चाहिँ म चाहिँ संसारको अब सर्वश्रेष्ठ अब मानव हो भन्ने चाहिँ उहाँले सङ्केत गरेको, आई एम द सुप्रिम वान भनेर सङ्केत गरेको छ है। यो कुराले चाहिँ अब हामी महायानीले चाहिँ यो कुरालाई बेसी मान्यता दिएको छ। थेरवादामा त्यति साह्रो लागु हुँदैन है। त्यसले गर्दा यो बुद्धको मूर्ति तपाईँले चाइना, जापान, कोरिया अब अहिले यतातिर हुन्छ। यो खास थाइल्यान्डहरूतिर त्यति साह्रो महत्त्व दिँदैन खास हो, तर पनि आजकल धेरैले राखेको छ। किनभने चाहिँ यो जुन चाहिँ औँला उठाएकोले गर्दाखेरि यसको अर्थ धेरै छ। होइन म चाहिँ सर्वश्रेष्ठ पुरुष हो भन्नाले चाहिँ यसको कथा नै धेरै अब लामो यसको व्याख्या हुँदैछ। अर्को औँला जुन चाहिँ छ त्यसले चाहिँ भूमिलाई मार्ग दिएको, यो भूमिमा चाहिँ मेरो अन्तिम जीवन हो भनेर, अब चाहिँ मेरो जन्म चाहिँ हुँदैन भनेर सम्झिन्छ। त्यसले गर्दाखेरि बुद्धको जीवनकालमा बुद्धले कुशीनगरमा उहाँ परिनिर्वाण हुनु समय 80 वर्षसम्म शरीर जो थियो त्यति बेला पञ्चधातुले बनेको शरीरहरू हो। तपाईँहरूले जस्तो है अब मासु हड्डीहरूले बनेको र भित्री र बाहिरी गरेर पञ्चधातुले जब उहाँको यो शरीर आगोमा भस्म भयो है, भस्म भएपछि चाहिँ उहाँको पञ्च शरीर धातु पनि नष्ट भएर गयो र
र अघि औँला देखाएको जुन चाहिँ थियो नि भुइँमा त्यहाँबाट चाहिँ उसको जन्मको अब यो जन्म चाहिँ उसको अन्तिम जन्मदेखि यो पञ्चधातुले शरीरको चाहिँ आमाको कोखबाट जन्मेको शरीर चाहिँ त्यति बेलादेखि पुरै नष्ट भएर गयो भनेर सङ्केत गरेको त्यति बेलादेखि चाहिँ त्यहाँदेखि चाहिँ अन्तखेरि अब बुद्धले यो के अरे महापरिनिर्वाण भएकोदेखि चाहिँ अन्त अब अहिलेसम्म अब जस्तै भर्खर हामीले जुन चाहिँ यो बुद्ध जयन्ती मनाएको थियौँ है 2568 है 2568 भनेर मनाएको थियो। अन्त अब यो चाहिँ साल चाहिँ अघि मैले भने महापरिनिर्वाणदेखि चाहिँ यताबाट क्यालकुलेट गरेको है। यो चाहिँ अब इन्टरनेसनल बुद्धिस्ट कमिटीबाट पारित भएको, विशेष गरी महाबोधि सोसाइटी श्रीलङ्काबाट पारित भएको। किन भन्दाखेरि चाहिँ अब कतिवटामा याद राख्नुपर्छ कि बुद्धको जन्मेको सालदेखि नै बुद्ध जयन्ती राखेको पनि छ। कतिले यता बुद्धले ज्ञान प्राप्त गरेको साललाई पनि मानेको पनि छ। तर यो त्यो साल र जन्मेको साल अनि ज्ञान प्राप्त गरेको साल अनि महापरिनिर्वाणको सालमा अन्तर छ है। अब जन्म र ज्ञान प्राप्त गर्न 35 वर्षको साल फरक पर्छ। ज्ञान प्राप्त गरेको र यता परिनिर्वाण भएकोमा चाहिँ 45 वर्षको फरक पर्छ हो। त्यसले गर्दाखेरि चाहिँ यो साल जुन चाहिँ भने चाहिँ यो अब श्रीलङ्काबाट जुन चाहिँ श्रीलङ्काको प्रथम राजा महेन्द्र पनि के भन्थ्यो त्यो राजाको त्यति बेला चाहिँ राज सिंहासन गरेको साल चाहिँ हो। त्यो साललाई चाहिँ टक्कै राजा सिंहासनमा बसेको साल र यता कुशीनगरमा शाक्यमुनि गौतम बुद्धको परिनिर्वाण भएको साल चाहिँ ठिक्कै मिलेको। त्यो मिलेकोले गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ यो श्रीलङ्काको इतिहास अनुसार पछि हेर्दाखेरि चाहिँ ठिक्कै त्यो साल चाहिँ उनीहरूको अब राजाको सिंहासनको साल र बुद्धको चाहिँ एउटै साल मिलेकोले गर्दाखेरि त्यो सालदेखि चाहिँ अहिले हाम्रो अब 2500 यो भन्ने चाहिँ यसरी तोकेको। त्यसको आधारमा बुद्धले ज्ञान प्राप्त गरेको साल र बुद्धको जन्म भएको साल चाहिँ त्यहाँबाट त्यो क्यालेन्डरबाट छुटेर आएको। त्यसले गर्दाखेरि यो संसारको सबै हाम्रो बौद्धहरूले चाहिँ त्यो साललाई चाहिँ अब मानेको। जस्तै अहिले 2568 सालको चाहिँ तर कति जग्गामा चाहिँ अब आफ्ना आफ्नो ज्ञानीहरूले आफ्नो स्कलरहरूले अलिअलि माथि मुनि देखाएको छ। तर हामीले के बुझ्नु सक्नुपर्छ भने चाहिँ मेजोरिटीले चाहिँ त्यो साललाई अब 2568 साल चाहिँ बुद्धको महापरिनिर्वाण भएको सालदेखि हो भने चाहिँ त्यसरी अब किनभने त्यो टाइममा त्यति साह्रो अब क्यालकुलेसन गर्ने अब किन बुद्धकै समयमा उयो थिएन त, सबै लिपिबद्ध थिएन है। सबै उनीहरू मुखरबिन्दबाट एकअर्कालाई गुरु चेलाले मौलिक शिक्षा दिने गरेको हुनाले गर्दा जब श्रीलङ्कामा यो लिपिबद्ध भयो त्यहाँबाट चाहिँ उनीहरूले क्यालकुलेट गर्दाखेरि चाहिँ बुद्धको त्यो हो भन्ने कुरा। अब यो कुरोहरू त तपाईँलाई खालि एउटा जानकारी त्यो मात्रै हो। अब त्यसको पश्चात चाहिँ हो त्यसरी अब बौद्धको इतिहास अब विभिन्न प्रान्तहरू जग्गामा कहाँ कहाँ के धर्म फैलिएको कुराहरू त अब इतिहासमा सबै उल्लेख गरेका नै छन्। र सँगसँगै अब 8वीं शताब्दी 6वीं शताब्दीमा 7वीं शताब्दीमा सङ्ख्याको समयमा अनिखेरि भारतमा उहाँले अब उहाँको एउटा मन्त्री थुनी सङ्गुटालाई यहाँ पठाएर अन्तखेरि उहाँले अब यसरी लिपि देवनागरीको लिपिलाई उहाँले स्टडी गरे, अध्ययन गरेर पछि तिब्बतमा लगेर अब यो छायो। इतिहास कुराहरू त अब निकै लामो र राम्रो छ। र अब सँगसँगै पछि सङ्घीय बुबाको स्थापना गर्दाखेरि गुरुपद्मसँग र पण्डित शान्ताराम सीताको उहाँको उहाँले स्थापित गरेर बौद्ध धर्मको अब मूल यो चाहिँ शिक्षाको केन्द्र चाहिँ उहाँले अब
सुरुवात पार्नु भएको कथाहरू पनि धेरै छन्। त्यस्तो हुँदा 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 हुँदैछ अन्तखेरि अब पछि अब अहिले अब हालको जुन चाहिँ परिस्थिति जुन चाहिँ छ है तिब्बतमा त्यस्तो आक्रमण भएर एउटा अब तपाईँको संस्कृतिको नै एउटा जेनोसाइड जस्तो भएको हुनाले गर्दाखेरि अब बौद्ध धर्म अब संसारमा अहिले कुन स्थितिमा परम पूज्य दलाई लामाज्यू लगायत अन्य ठुलो धर्मगुरुहरूको परीक्षणबाट अब हामी सबैले धर्मको सिक्ने बुझ्ने हाम्रो जुन चाहिँ आँखा खोलिदिने उहाँको कृपाहरूलाई हामीले बुझ्नु पर्यो। र कति जग्गामा अहिले पनि यस्तो खालको जग्गा छ जहाँ चाहिँ कहिले बुद्धको शब्द पनि नसुन्ने जग्गाहरूमा पनि अहिले बौद्ध धर्म प्रचुर रूपमा फैलिराखेको गुरुहरू लामाहरू गएर प्रचार गरिरहेको, त्यसले गर्दा अहिलेको तुलनामा हेऱ्यो भने बौद्ध धर्म चाहिँ अन्य धर्मको सँग शीघ्र गतिमा स्पिडली यसरी फैलिराखेको छन् भने तर अब कतिपय दुःख लाग्दो कुरा चाहिँ जहाँ चाहिँ बौद्ध धर्मको जड भनौँ न अब तिब्बत लगाएर हाम्रा हिमाली भेगमा हामी हजारौँ वर्षदेखि बौद्ध धर्मको मानिआएकोमा चाहिँ हामी अहिले पनि अन्योलमा छौँ, धेरै अनभिज्ञमा छौँ। किनभने यसमा अघि भनेको जस्तो हो, एक त धर्मपट्टि हाम्रो त्यति रुचि पनि नभएको, अर्को हो धर्म गुरुहरू धर्म सिकाउने हामीलाई माथिबाट त्यस्तो केही नभएकोले गर्दा हाम्रोमा निकै ग्याप भएको, हामीले सिक्ने बुझ्ने धेरै हाम्रोमा उयो नभएकोले गर्दा अब तर अब अघि भने परम पूज्य दलाई लामाज्यू र अन्य धर्मगुरुहरूको परिश्रमबाट अब हामी मान्छेमा धेरैमा इच्छा र इन्ट्रेस्टहरू जाग्दै आफूले हुनाले गर्दाखेरि यस्तो खालको समयमा चाहिँ हामीले चाहिँ आफ्नो मौकालाई चाहिँ गुमाउनु हुँदैन। किनभने हामीले जे जति छ अब जानेको छौँ बुझेको छौँ, तर आउने भावी पिँढीहरूलाई चाहिँ हामीले हस्तान्तरण गर्ने चाहिँ यो सबसे महत्त्वपूर्ण हो। अहिले हाम्रो परम पूज्य दलाई लामा धर्मशालाको उहाँहरूको पनि अहिले मूल यसमा नै जोड दिएको छ, तिब्बती संस्कृति, तिब्बती भाषा, तिब्बती धर्मको सम्बन्धी बौद्ध धर्मको सम्बन्धी चाहिँ हाम्रो यो चाहिँ एकदमै जित्न अवस्थामा पुग्ने सम्भावना। किनभने हामी धेरै मान्छेको हुन्छ, अब टिबेटमा त त्यसै पनि चाइनाले त्यसलाई धर्मलाई कसरी चाहिँ यसलाई के भन्छ नष्ट पार्नुमा उनीहरूले धन सम्पत्ति लगाएर फोर्स लगाएर कुरा गर्नु भने हामी जुन चाहिँ स्वतन्त्रमा बसेका देशहरूमा जुन चाहिँ धर्मकर्ममा रोकटोक नभएको जग्गामा तर हामी समयलाई त्यसै नष्ट पारेर धर्ममा रुचि नराखेर त्यतिको सोचिँदाखेरि चाहिँ यसको परिणाम चाहिँ कसले भोग्छ भने भावी पिँढीहरूले है। किनभने हामी त एकदम माइनोरिटीमा छौँ त, त्यसले गर्दा यी पहाडी भेगमा हामी कति हदसम्म एउटा मुठीभर एउटा बौद्ध बसेको बौद्ध भएकोले चाहिँ यदि हामीले भावी पिँढी र बौद्ध धर्मको दीर्घकालसम्म शासनलाई यदि हामी राख्ने हो अपनाउने हो भने चाहिँ हामीले चाहिँ धर्मलाई चाहिँ एउटा श्रद्धा भक्ति र कर्मकाण्डबाट माध्यमबाट चाहिँ हुँदैन रहेछ। दलाई लामाज्यूले भन्नुहुन्छ हिजो अस्ति भर्खर एउटामा भन्नुभएको थियो कि पुस्तकमा लेखेको छ कि बुद्धको शासनलाई तेन्बेसीमा गेन्जिन रुचे भन्ने शब्द आउँछ कि यो चाहिँ के भन्दाखेरि चाहिँ बुद्धको शासन चाहिँ कसमाथि निर्भर छ भने भिक्षु र भिक्षुगणहरूमाथि, अब लामा र लमिनीहरूमाथि निर्भर छ। जब लामा लमिनी र भिक्षु भिक्षुनी छ सङ्घ बस्छ भिक्षुनीको सङ्घ, तबसम्म बुद्धको शासनहरू पनि फैलिएर जान्छ भन्नुभएको छ। तर हिजो अस्ति दलाई लामाको एउटा कविमा यस्तो खालको इन्ट्रेस्टिङ बताउनु भयो कि त्यो कुरो जो थियो आजकलको समयमा लागु हुँदैन भनेर यो त अचम्मको कुरा हो। 1000 वर्षसम्म यो कुरो अहिलेसम्म दलाई लामाले भन्दैछ कि अब भिक्षु र भिक्षुनीले मात्रै बुद्ध शासन फैलाउँछ भने यदि यो राख्ने अब त भिक्षु भिक्षुनीहरू त कम्ती हुँदै जाँदैछ, हटाउँदै जाँदैछ। अब गर्नुपर्ने कर्तव्य चाहिँ गृहस्थी हो। बुद्ध शासनलाई यदि हामीले संरक्षण गर्नु भने चाहिँ तपाईँ हामीहरूको गृहस्थीहरूले चाहिँ धर्म सिक्नुपर्छ, बुझ्नुपर्छ। तिब्बतमा हाम्रो बौद्ध धर्ममा एउटा के भन्छ त्यति साह्रो गृहस्थीमा फैलिनु नसकेकोले गर्दा बुझ्नुको क्षमता कमी भएकोले गर्दा हाम्रो लामाहरूमा मात्रै सीमित बसेकोले गर्दा हाम्रोमा अलिकति हामीले यसको परिणाम हामीले भोग्नु पर्यो है। अब अन्य यो सिन्धुले के भन्छ अन्य धर्ममा को तुलना गरेर भन्नुभएको नि खासै क्रिस्चियन होस्, मुस्लिम होस्
हिन्दूहरू भयो भने उहाँहरूको भिक्षु भिक्षुणी साधु सन्त बेसी भेट्छ नि, क्रिस्चियन फादरहरू कम्ती मात्रै भेट्छ, मुसलमान पनि मोल्लाहरू भन्ने कम्ती मात्रै हुन्छ, हिन्दूमा पनि पण्डितहरू कम्ती हुन्छ। मेजोरिटी चाहिँ के हुन्छ, उहाँहरूले पब्लिकहरूले नै धर्मलाई सिक्ने बुझ्ने गरेकोले गर्दा उनीहरूको धर्म सुरक्षित छ। तर हाम्रोमा चाहिँ के छ भने चाहिँ हामीले चाहिँ सबै थोके लाएर लगिदियो भने छोडिदिएको उनीहरूको ड्युटी हो, उनीहरूले धर्म गर्ने हो। हामी त हाम्रो ड्युटी चाहिँ के हो, दान गर्नु मात्रै हो, सेवा गर्नु मात्रै हो, अरू चाहिँ हाम्रो केही छैन। यो चाहिँ विष्णुले चाहिँ अहिले भन्छ कि बुद्ध शासन चाहिँ लामा लामिने मात्र होइन, अब चाहिँ हामी गृहस्थीहरूले तपाईँहरूले उयो गर्नुपर्छ, सम्हाल्नुपर्छ भन्नुभएको। यो किनभने भारतमा जब नालन्दाको ध्वस्त भयो, नालन्दालाई जब तोडफोड गर्दाखेरि विशेषज्ञहरूले किन चाहिँ नालन्दालाई चाहिँ त्यस्तो मतलब ठुलो प्रहार गरेर धर्म नष्ट भएको भनेर विशेषज्ञहरूले के भन्नुभएको थियो भने नालन्दा जस्तै गुम्बाहरू अब थुप्रै थियो है, त्यहाँ रहेको गुम्बाको भिक्षु लामा भिक्षुहरू गुम्बाभित्र नै सीमित बस्यो, अध्ययन गर्यो, सीमित बस्यो, त्यही नै हुर्क्यो, त्यही नै ठुलो भयो, त्यही नै मर्यो। उनीहरूको त्यो गुम्बा नै उनीहरूको लागि संसार भयो। बाहिरी बौद्ध पब्लिकहरूलाई कसरी सिकाउने, कसरी बुझाउने भनेपछि त्यति साह्रो उनीहरू तत्पर भएन। त्यसले गर्दा जब मुस्लिमको आक्रमण आउँदाखेरि पब्लिकहरूले चाहिँ सपोर्ट गरेन भने चाहिँ अब यो चाहिँ 100% हो भन्ने चाहिँ छैन, तर पनि यसमा लजिक चाहिँ छ, कारण चाहिँ छ। किनभने त्यत्रो ठुलो विश्वविद्यालयलाई 1-2 महिनामा ध्वस्त पार्नु सक्दाखेरि पब्लिकहरूले किन सपोर्ट गरेन भन्दाखेरि जब पब्लिकहरूलाई नै धर्म कर्म मतलबै थाहा थिएन, उल्टे थाहा थिएन, महत्त्वै थाहा थिएन र त्यसले गर्दाखेरि चाहिँ त्यस्तो हो। त्यसले विष्णुले भन्नुहुन्छ कि अब समय जुन चाहिँ 21औं शताब्दी जुन चाहिँ छ, 21औं शताब्दीमा चाहिँ हामी सबैजनाले बौद्ध अवलम्बीहरू जो छ सबैले धर्म कर्म चाहिँ बुझ्नु परेर, बुझेर अध्ययन गरेर मात्रै त्यसलाई स्वीकार गर्ने हो। त्यसले गर्दा यसको जिम्मेवारी चाहिँ लामा र लामिने मात्रै तपाईँहरूलाई थप्दिनु भनेको तात्पर्य चाहिँ हामीहरू पनि धर्म चाहिँ सिक्नुपर्ने रहेछ, बुझ्नुपर्ने रहेछ। अझै अब बौद्ध धर्ममा त विष्णुले बारम्बार भन्छ यो चाहिँ अरूहरूले जस्तो गर भने होइन होइन, बौद्ध धर्ममा त के भन्छ तिमीले सिकेर बुझेर त्यो बुझेको कसौटीमा तिमीले आफूले त्यसलाई निर्णय लिनु। अब यसमा जसले बुद्ध भगवानको सबसे ठुलो लजिक तात्पर्य चाहिँ त्यहाँदेखि लुकेको छ नि त। बुद्धको शब्दमा त कहिले पनि मतलब मैले जे भनेको छ त्यही नै तिमीले स्वीकार नगर्नु भन्ने केही पनि तिमीलाई उयो चाहिँ छैन। तिमीले आफ्नो बुद्धिको कसौटीमा तिमीले जाँच गर्नु, अध्ययन गर्नु, हेर्नु र अन्त त्यसलाई पालन गर्नु या अन्त त्यसलाई स्वीकार गर्नु भन्ने जुन चाहिँ छ यो चाहिँ बुद्धको विशेषता हो। अन्य धर्ममा कहीँ पनि यस्तो भेटिँदैन कि तिमीले मैले बताएको धर्म मतलब तिमीले जाँच गर्नु भनेर कहीँ पनि भेट्दैन। अन्य धर्ममा तिमीले मैले बताएको त्यसलाई तिमीले आँखा चिलिम गरेर स्वीकार गर्नु है। यदि गरेन, पालन गरेन भने तिमीहरू नरक जान्छ हो, पालन गर्यो भने तिमीहरू स्वर्ग जान्छ। अब बुद्ध बाहेक अन्य धर्ममा सबैमा एउटै कमान्ड छ, एउटै अर्डर हुन्छ हो। भनेपछि तपाईँले आफ्नो स्वतन्त्र छैन, तपाईँको बुद्धिको स्तरलाई इन्टेलेक्चुअल तिमीहरूले तपाईँलाई यसलाई प्रयोगमा ल्याउने तपाईँलाई केही स्वतन्त्र नै छैन। बुद्ध धर्ममा चाहिँ बुद्धले चाहिँ पुरा कोरा कागज जस्तो खाली लेखेको कागज जस्तो एकदम तिमीहरूले चाहिँ तिमीहरूले माथि नै छोडिदिएको छ। बुद्धको ड्युटी के हो बताउने हो, अब तिमीहरूले सिकेर बुझेर। त्यही कारण बुद्ध दलाइ त्यो युरोप अमेरिकातिर जाँदै अब फरेनरसँग जाँदाखेरि पुरा यही राख्नुहुन्छ नि, त्यो सुनको क्या तुलनामा घरि राख्नुहुन्छ नि। जस्तै अब सुनारले हुन्छ, यो बुद्धको आफ्नै शब्द हो, सेक्टे धर्म शेषयुद्ध ल्याप्रतला नै नवर्षे युसेलिन भनेर बुद्धकै आफ्नै शब्द हो। भन्नुको तात्पर्य चाहिँ के भन्नुभएको छ, बुद्धले तिमीहरू ज्ञानीहरू हो, भिक्षुहरू हो, जो पनि हो, ल्याप्रतला कहीँ मैले जे बताउँदैछु त्यो चाहिँ तिमीले राम्रैसँग जाँच गर्नु, परीक्षण गर्नु, सर्वे गर्नु, इन्स्पेक्सन गर्नु है। सेक्टे धर्म शेषयुद्ध जस्तो सुनारले सुनलाई असली हो कि
नकली हो त्यसलाई पोलेर काटेर रटेर मात्रै त्यसलाई उसले असली नकली छुट्याएर त्यसलाई यदि असली हो भने चाहिँ उसले के गर्छ त्यस फिल्मलाई स्वीकार गर्छ यदि नकली हो भने उसले छोडिदिन्छ हो त्यस्तै प्रकारको मैले प्रवचनहरू मार्ग पनि तिमीले आफ्नै बुद्धिको कसौटीमा जाँच गरेर त्यसलाई ओहो बुद्धले भनेको चाहिँ ठिक रहेछ यसले मेरो मलाई पनि मनमा शान्ति आउँदैछ घर परिवारमा नि एक प्रकारको खुसियाली मङ्गलमय हुने रहेछ भने यदि सुनले असली सुन स्वीकार गर्नु जस्तो त्यसलाई एक्सेप्ट यदि बुद्धले भनेको होइन मलाई ठिक लाग्दैन भने छोडिदिनु बुद्धले यति राम्रोसँग सवादमा दिनु त्यो चाहिँ अब ठुलो हाम्रो लागि एउटा च्यालेन्ज हो नि त यस्तो खालको शब्द चाहिँ अन्य धर्ममा कहीँ पनि पाइँदैन त्यसले गर्दाखेरि बुद्धको यो विशेषता गुणहरू चाहिँ हामीलाई के हुन्छ ध्यान गर पढ बुझ सिक भने हामीलाई एकदम ईश्वरले अब 21औं शताब्दीको बुद्धिस्ट हुनुपर्छ अनि बारम्बार पढ्नुपर्छ भन्नुहुन्छ भन्नुपर्दा चाहिँ पहिला जो पुर्खाले आँखा चिम गरेर धर्म प्रथा परम्परा है संस्कृतिलाई संस्कारले जे जस्तो माने तर अब चाहिँ त्यस्तो